मन के रहेछ भन्दा मैले हेर्न खोजे मात्रै हो। म पुरै परिवर्तन भइसकेँ। मैले 32 वर्ष झोला बोकेर हिँड्दाखेरि त केही पाइनँ भने अब मेरो जीवनमा केही पनि आश छैन ती थोत्रा पार्टीहरूबाट। अब चाहिँ नि अब नयाँ पार्टीको एकदम बुजुर्ग वर्गलाई, एकदम शिक्षित वर्गहरूलाई उसैले जिताएर एकपटक हेर्ने त्यति। यसपालि त धेरै राम्रा अलि बुझेका अलिकति पढे लेखेका मान्छेहरू नयाँ पार्टीमा आएका छन् त यसपालि त अलिकति भोट बदल्न पर्छ होला नि त बुवा। खोइ भोट नि के बदल्ने होला। अब पहिलादेखि चाहिँ नि अब सबैको विश्वासिलो भइयो, त्यसैमा सबैले विश्वास गर्छन्। अब जसले चिन्दाखेरि फलानै पार्टीको हो त्यो भनेर चिन्छन्। अब भोट बदल्यो भने कसैले चिन्दिएन। अब चाहिँ के बदल्ने होला र। लौ न अब हजुरबादेखि तपाईँले पनि एउटै पार्टीमा भोट हाल्नुभयो, तपाईँ पनि बाहिर बसेर आउनुभयो। अब यतिखेर यी तपाईँहरूलाई बुढेसकालमा हाम्रो सहारा चाहिने बेलामा दिदी पनि बाहिर छे, म पनि बाहिर छु, अनि अझै तपाईँ चाहिँ पुराना पार्टीलाई नै भोट हाल्छु भन्दै हुनुहुन्छ। तिनै पार्टीहरूले चाहिँ रोजगारीको सृजना गर्न नसकेर, देश बनाउन नसकेर आज यी हामी सबैजना चारैतिर छरिएर बसेका छौँ। घरमा तपाईँ र मम्मी मात्रै हुनुहुन्छ। अब अझै पनि तिनै पार्टीहरूलाई नै भोट हाल्दा त तपाईहरूलाई बुढेसकालको सहारा हामी तपाईँहरूसँग हुनुपर्ने बेलामा हामी नै तपाईँहरूभन्दा टाढा हुने भयौँ त नि। बुवा अब यसपालिको भोट चाहिँ बदल्न पर्यो। तपाईँहरूले एउटा भोट बदल्नु भयो भने तपाईँका यी चाडिएर बसेका यी सन्तानहरू तपाईँहरूसँग बुढेसकालको सहारा हुन आउने एउटा वातावरण त तपाईँहरूले सृजना गरिदिनु पर्यो। क्या नयाँ पार्टीमा राम्रा मान्छेहरू आएका छन्, अलि शिक्षित आएका छन्, उनीहरूले चाहिँ देश विकास गर्छन् कि भनेर सबैले उनीहरूमाथि धेरै विश्वास गरेका छन्। हामीले पनि विश्वास गर्न पर्यो एकचोटि। बुवा यसपालि तपाईँले पनि सम्झिनु पर्यो, मम्मीले त सम्झिनु भयो, तपाईँले पनि सम्झिनु पर्यो। अनि तपाईँले आफ्ना मैले एउटा कुरा भन्न खोजिरहेको थिएँ होइन। हजुर मैले 32 वर्ष झोला बोकेर हिँडेँ राजनीति पार्टीको होइन। हजुर अहिलेसम्म मलाई न एउटा छोराछोरीलाई जागिर खुवाउँछु भनेर मैले माग्दा पाएँ, न त केही मेरो लागि सुविधा भनेर लिएँ, न त केही पाएँ। कुनैले पनि केही नदिएका कारणले मेरो सोच चाहिँ फेरि तिमीहरूले भने नि नभने के सोच छ भनेदेखि अहिले राम्रोसँग पढेका शिक्षित वर्गका चाहिँ नेताहरू अहिले उठिरहेछन्। अहिले नयाँ पार्टी खोलेछन्। अहिले भए भरको भोट सबै त्यही खन्याउने हो। गाउँलेलाई, आफन्तहरूलाई, सबलाई भनेर घर परिवारलाई एकलौटी खन्याउने हो अहिले सबैले भोट। ओहो, तपाईँहरूले नि यति राम्रोसँग बुझिदिनु भएछ। हामीलाई मात्रै तपाईँहरूले चेक गर्नु भएको रहेछ के भन्दा रहेछन् भनेर, होइन त? तिमीलाई नि भएन भने देशको अस्तित्व सकिएला। त्योभन्दा माथिको त मैले के भनौँला र। अब यसपालि चाहिँ कुनै पनि हालतमा चाहिँ नि कसैले पनि पुराना पार्टीहरूलाई चाहिँ नदिया भनेर म त पुरा प्रचार प्रसारमा हिँड्ने हो, मजाले टुप्पी कसेर लाग्ने हो। अब एक दिन चाँडै आइसकेको छ, हामी परदेशमा छौँ, हामी त अब भने टाइममा फर्किन पनि